हेलो गाइज, फेरि पनि स्वागत छ मेरो नयाँ ब्लगमा। अनि आज चाहिँ म धेरै दिन पछाडि आएको छु होइन, ब्लग बनाउँदैछु। हामी कलेजबाट जय गोविन्द शाह पोलिटेक्निक इन्स्टिट्युटबाट जाँदैछौँ जनकपुर स्लाइन फ्याक्ट्रीमा जनकपुर यसो घुमघाम। हाम्रो सरको इन्ट्रोडक्सन गरिदिनु होला। यहाँ चाहिँ हुनुहुन्छ अमलेश सर, हामीलाई कोग्नोसी र सिटिक्स पढाउनुहुन्छ। अनि यहाँ चाहिँ हामी चाहिँ हाम्रो चाहिँ गाडी आइसक्यो अरे, हामी जानुपर्ने हुन्छ। अनि हामी चाहिँ हिँडिसक्यौँ यहाँबाट। सबजना मान्छेले हेर्दैछन् कि यो मोबाइल अगाडि के पक्रेको छ भनेर। अनि गाइस होइन, हाम्रो चाहिँ अब नास्ता पनि खाएको छैन। हामीलाई चाहिँ सरले भन्नुभएको थियो कि 7 बजे आइपुग्नु, कति 7 बजे आइपुग्नु भनेर। अहिले 8 बजिसक्यो, त्यही पनि हामी हिँडेकै छैनौँ। यहाँबाट लगभग कति लाग्छ अरे जनकपुर जान भाइ? 2 घन्टा लाग्छ। 2 घन्टा मात्र। आज चाहिँ एउटा केटालाई चाहिँ लास्टै मिस गरिरहेको छु, त्यो हो निजाम चाहिँ आएको छैन यार। हाम्रो गाडी पनि फेरि विङ्गर जस्तो उयो छ, प्याक अटिन्छ अटिँदैन थाहा छैन। हामी अगाडि बस्ने होला होइन, अगाडि त सरहरू बस्ने हो। अनि मैले चाहिँ होइन सरलाई फगाएर यहाँ सरहरू अगाडि बस्ने भन्नुहुन्थ्यो, तर सरहरू पछाडि बसेर हामी चाहिँ यहाँ अगाडि बसिसक्यौँ। प्रदीप मात्र पछाडि बसेछ। प्रदीप, Hello, we are going for a industrial visit to Janakpur. Our students are sitting inside the bus. They are very excited. Now they will be moving to Janakpur. स्टुडेन्ट्स, अनि कतिको एक्साइटेड हुनुहुन्छ सबजना? 100%। यहाँ चाहिँ अलिकति डिस्कस भइरहेछ कि होइन। यहाँ हामी चाहिँ 17 जना भयौँ, यो गाडी चाहिँ अलिकति सानो भयो। अनि त्यही भएर अब कसरी जाने, कसरी अटेर जाने भन्ने कुरा छ। यहाँ हिँड्ने हामीलाई यहाँबाट 9 बजे बरु खानै खाएर निस्किनु पर्ने रहेछ। त्यही भोक लागिसक्यो हुन्छ। हामीलाई चाहिँ गाडीबाट झारिदियो हामी। हेलो, किनकि त्यहाँ पुगेन, 2-3 जना। हामी चाहिँ अर्को गाडीको पर्खाइमा छ होइन, अर्को गाडी आउँदैछ। त्यो गाडीमा चाहिँ हामीलाई अलिकति मन परेन। हामी फेरि मान्छे खतरा हो, ठाउँको ठाउँ गाडी चेन्ज गरिदिन्छ। हाम्रो सोर्स बढी छ। म्याथ्सहरूलाई पनि भ्लगमा निकालिदिनु कि क्या? वी आर मिसिङ यु सर। हामीलाई म्याथ पढाउनु, फर्स्ट इयरमा म्याथ पढाउनुहुन्थ्यो सरले होइन? हजुर होइन, भ्लग हाल्छु भरे ल सर। हामी बसेको आधी घन्टा 15 मिनट जति भइसक्यो। गाडी चाहिँ फिक्स हुँदैछ। यहाँ चाहिँ हाम्रो गाडी आउँदैछ, त्यो बैलगाडी लास्टमा बैलगाडीमा जाने। यो चाहिँ हाम्रो गाडी, नयाँ गाडी, यसमा जाने हो हामी 17 जना विद्यार्थी। बैलगाडी मेरो बिहे भएको छैन, कसरी के कुरा गर्छ? हामी चाहिँ अनि आइसक्यो। हामी चाहिँ गाडीमा उयो भइसक्यो। गाडी चाहिँ हाम्रो भइसक्यो। अहिले अब माइक्रो जस्तो गाडी छ। त्यो हामी जाँदैछौँ जनकपुर। एकैचोटि जानकी मन्दिर जान्छौँ सुरुमा चाहिँ हामी। अनि हामी चाहिँ अब यहाँबाट पार्किङबाट जाँदैछौँ हिँड्दै जानकी मन्दिर। हेर्न सक्नुहुन्छ जनकपुर चाहिँ कति बिजी एरिया हो भनेर गाडीहरूको घुइँचो लागेको छ। गाडी नै गाडी चारैतिर।
गाडी भन्दा पनि अटो धेरै सिटी धेरै छ त यार ए भाइरल नभयो भने त्यही भएर ब्लगनमा निकालेको अरे के हो रे के भन्छ गङ्गा के भन्छ यहाँ त्यो पोखरी रहेछ हेर्न सक्नुहुन्छ एउटा ठुलो पोखरी गर्मी भइरहेको थियो यार यहाँ डुबेर पुरा डुब्न पाए पनि मजा आउँछ तर धेरै फोहोर रहेछ छेउछाउ यार धेरै राम्रो पोखरी रहेछ यहाँ त नुहाउन मन लागिरहेको थियो गर्मी भएर ए हाम फाल्नु जाऊ हाम फाल हाम फाल न अब चाहिँ हामी हिँड्दै आइपुगेका छौँ अगाडि हेर्न सक्नुहुनेछ जानकी मन्दिर सीता प्यालेस द बर्थ प्लेस अफ सीता माता सीता माता हेरेर हेर्नुहोस् यहाँ चाहिँ फोटोसोटो खिच्न मान्छेहरूको कति भिड अब यहाँ चाहिँ मन्दिरभित्र छिर्नको लागि जुत्ता खोल्नुपर्छ यहाँदेखि चाहिँ अब कसैले नचोरोस् भन्ने कामना त्यहाँ चाहिँ हामीले उता साइडमा राख्दैछौँ राख्ने ठाउँ चाहिँ यहाँ हो तर साइडमा राखिदिएको हुनाले छोड्दैन भन्ने म चाहिँ उसको फोटो खिचिदिन आँट्दैछु पोज दिँदैछु अनि अब हामी चाहिँ प्रवेश गर्दैछौँ जानकी मन्दिरमा प्रवेश जानकी माता जानकी माता कि हेर्न सक्नुहुन्छ खतरा बिल्डिङहरू छ होइन पुरै चिप्लो रहेछ त यहाँ त के हलेसिन यस्तो चिप्लो हुन्छ झन् हेर्न सक्नुहुन्छ पुरा यहाँभित्र चाहिँ अब टिका लगाउनु भक्तहरू आइगर्छन् धेरै 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 फोटो खिच्न मनायो भने चाहिँ मेलमा होइन अगाडि खै अगाडि मूर्ति छ यहाँ चाहिँ अब टिका लगाउने टिका मनलाई शान्ति मनै शान्ति भइरहेछ होइन मन्दिरको भाइबै छुट्टै हुन्छ हाम्रो पुजारी टिका लगाइदियो मलाई खोइ त सरहरू हामी चाहिँ फोटोसोटो खिचेर अब बाहिर आइसक्यौँ अब चाहिँ जुत्ता लाउनु पर्ने हुन्छ जुत्ता लाएर उता अगाडितिर फेरि पुरै भ्यू यसको आउने गरी फोटो खिच्न गाइज हामी चाहिँ आइपुग्यौँ यहाँ के हो स्लाइन फ्याक्ट्री स्लाइन गाडीमा अनि यो चाहिँ फ्याक्ट्री रहेको रहेछ यो भित्र चाहिँ अलिक भिडियो बनाउन मिल्दैन जस्तो कुरा हुँदै थियो त्यही भएर म यहाँ बाहिरबाट चाहिँ यसो तर भिडियो बनाउनु मिल्दैन भित्र हेर्न सक्नुहुन्छ म चाहिँ नयाँ लुकमा आएँ नयाँ लुक के भन्ने यो एप्रोन लगाएको यहाँ फ्याक्ट्रीभित्र चाहिँ गएका थियौँ हामी त्यो भित्र चाहिँ एलाउड रहेन रहेछ मोबाइल अनि अब चाहिँ हामी निस्किसक्यौँ एफ्रोनमा सबजना धेरै राम्रो देखिरहनु भएको छ डक्टरहरू फार्मेसिस्ट डक्टर होइन फार्मेसिस्ट फ्युचर फार्मेसिस्ट हेर्न सक्नुहुन्छ म चाहिँ अरू सबैभन्दा चाहिँ राम्रो देखिरहेको छु होइन
एक दुईवटा फोटो पनि खिच्नु पर्छ फाइनल्ली अब हामी चाहिँ फ्याक्ट्री भिजिट गरेर अब घरतिर फर्किँदैछौँ गोलबजारतिर आजको लागि चाहिँ भ्लग यति नै थ्याङ्क्स फर वाचिङ साथी एन्ड प्लिज